श्री भगवानले कसरी काम गर्नुहुन्छ? श्री भगवानले भनिबक्सिनुहुन्छ, म प्रकृतिद्वारा काम गर्छु। जस्तै बाढी पहिरो भुइँचालो जाने महामारी आउने इत्यादि सबै के हो त? प्राकृतिक प्रकोप। ब्यालेन्सको लागि भगवानको अर्डर अनुसार के हुन्छ त? प्रकृतिले काम गर्छ। यो सारा चिज जुन हुन्छ नि प्राकृतिक प्रकोपहरू, यो परम पुरुष परमात्माद्वारा अर्डर भएपछि प्रकृतिले काम गर्ने हो। त्यसैले भगवानले के भनी बक्सिनु भएको छ? म प्रकृतिद्वारा काम गर्छु हैन। कसैले म यसमा विश्वास गर्दिनँ भनेर भन्छ भने उसले चाहिँ सूर्य पूर्वबाट उदाउँदैन भनेको जस्तै हो। कसैले अब हामी मध्ये कसैले हैन म त विश्वास गर्दिनँ, सूर्य पूर्वबाट उदाउँदैन भनेर भनेपछि त्यो मान्छे चाहिँ आफ्नो जुन सोच छ, सोचको लेभल एकदम तल्लो स्तरको छ। त्यो मान्छेलाई बोल्न आउँदैन, सोच्न आउँदैन हैन। किनभने त्यो गलत हो। त्यही भएको हुनाले कसैले म यो कुरा मान्दिनँ, प्रकृतिमा जे चिज भइरहेछ यो मदर नेचरको कारणले हो भनेर भनेपछि मदर नेचरको हो हैन। त्यो सृष्टि कसले गरेको हो त? परमात्माद्वारा हैन। त्यसैले जति पनि यो प्राकृतिक प्रकोप, यो विध्वंस यताउति ठुल्ठुलो आपदाहरू आइरहेको छ, यो भगवान क्रोधित हुनुभएको हो हैन। क्रोधित हुनुभएपछि यस्तो देख्न साथ के गर्नुपर्छ त? हामीले जति आध्यात्ममा लाग्न कोसिस गरिरहेको थियौँ त्योभन्दा बढाउनुपर्छ हैन। हामीमा आध्यात्मिक जागरण नभएको हुनाले, हामीले आफ्नै भित्र आनन्द महसुस गर्न नसकेको हुनाले हामी भौतिक संसारमा बरालिएका छौँ, जहाँ चाहिँ आनन्द छैन। तर भगवान निकै सुहृदय हुनुहुन्छ। हाम्रो कल्याण चाहिँ बक्सिन्छ, हाम्रो आत्माको कल्याण चाहिँ बक्सिन्छ। हाम्रो आत्मामा परम आनन्द उहाँले राखिदिनु भएको छ। पहिले नै त्यो आनन्द प्राप्त होस् भनेर उहाँले चाहिँ बक्सिनु भएको छ। त्यो आनन्द के हो त? अध्यात्मको यात्राबाट मात्रै प्राप्त हुने भएको हुनाले श्री भगवानले चाहिँ बक्सिनु भएको छ कि हामीले द्रुत गतिमा आध्यात्मिक मार्गमा अगाडि बढोस् भनेर हैन। त्यो आनन्द हामीले प्राप्त गरेपछि अनि बाहिर यो तेरो, यो मेरो, अनि यो यस्तो, अनि अर्काको चिन्ने, अनि अर्काको के अरे बाहिर आनन्द छ भनेर हामीले बाहिर खोज्ने ओर्ने हैन। हामी मध्ये कतिले त धेरै कसैले त धेरै नभनु, कसैले त भयङ्कर ठुल्ठुलो चिज पनि अर्काको यो के अरे खोसेका छौँ नि हैन। तर के हुन्छ त्यसको पनि श्री भगवान साक्षी भइबक्सिनु भएको छ। अनि त्यसको पनि त्यो व्यक्तिले दण्ड पाउँछ नै। तर अब व्यक्तिहरू यसरी अर्काको खोज्ने चिजमा लागेर, आनन्द बाहिर छ भनेर लागेर, भौतिकतामा लागेर अध्यात्मको यात्रा राम्ररी नभएको हुनाले अनि उसले भित्रको आनन्द प्राप्त गर्न नसकेको हुनाले जनसङ्ख्या वृद्धि हैन, त्यसको साथसाथै यो पृथ्वीमा अहिले यो रिसोर्सेसहरू एकदम धेरै सर्टेज छ हैन। त्यही भएको हुनाले मान्छेहरूले आफ्नो युज गर्नुपर्ने चिजहरू कसैलाई एकदम आवश्यकता भएर पनि छैन, तर कसैको चाहिँ एकदमै घरमा धेरै चिज थुप्रिएको छ। अनि मान्छेको आध्यात्मिक यात्रा नभएकोले मोक्षको मार्गमा मान्छेहरू, आत्माहरू त्यति अगाडि बढ्न नसकेको हुनाले पृथ्वीमा ब्यालेन्स गर्नलाई पृथ्वीलाई धेरै गाह्रो भइरहेको छ। त्यही भएको हुनाले के भनिबक्सिनु भएको छ भगवानले? म प्रकृतिद्वारा काम गर्छु। हामीले भगवानलाई देख्दैनौँ, भगवानले कसरी प्रकृतिद्वारा काम गरिराख्नु भएको छ भनेर। किनभने हामी भौतिक प्राणी हौँ, हाम्रो आँखा भौतिक हो। त्यही भएको हुनाले हाम्रो दिव्य दृष्टि अहिले छैन। त्यसैले नभएको हुनाले हामीले त्यस्तो चिजहरू नदेखेको भन्दैमा त्यो होइन भन्ने होइन। हाम्रो एउटा के भयो त लेभल हाम्रो नआइसकेको, त्यो देख्न सक्ने क्षमता हाम्रो अहिले नआइसकेको हुनाले हामीले त्यो होइन, त्यो गलत हो, त्यो छैन भनेर हामीले त्यसरी सोचेको। तर त्यो सबै धारणा गलत हो। एउटा उच्च कोटिको भक्तलाई थाहा हुन्छ के हो के होइन भनेर। त्यसैले हामीले द्रुत गतिमा अध्यात्मको यात्रा गर्न आवश्यक छ। थ्याङ्क यू।